हेलो एभ्रिवान, तपाईँहरू सन्चै हुनुहुन्छ? आजको भिडियो बनाउने त्यस्तो कुनै मन त थिएन। खास गरी रोमानियाको हस्पिटल क्षेत्रको विषयमा केही भन्न मन लाग्यो। सबै हस्पिटलहरू नराम्रो हुन्छन् भन्ने त छैन, तर केही कमी कमजोरीहरू ठ्याक्कै नेपालको जस्तै रहेछन्। केही दिनदेखि मलाई अचानक सास फेर्न निकै गाह्रो भइरहेको थियो, त्यसैले म यहाँ सिबियूमा रहेको अर्जेन्ट हस्पिटलमा गएँ। त्यहाँ सबै चेकजाँच गरियो, रिपोर्ट एकदमै राम्रो आयो। म पनि केही औषधि लिएर खुसी हुँदै घर फर्किएँ। तर सोचेको जस्तो सजिलो कहाँ हुन्थ्यो र। अर्को दिन फेरि उस्तै समस्या दोहोरियो। रातिको समय सास फेर्न गाह्रो भएपछि जीवनमै पहिलोपटक एम्बुलेन्स चढेर हस्पिटल जानु पर्यो। मनमा डर र छटपटी थियो, तर त्यहाँ पुगेपछि थाहा भयो यहाँको इमर्जेन्सीमा पनि डाक्टर आउन घन्टौँ कुर्नुपर्ने रहेछ। ठ्याक्कै नेपालकै हस्पिटलको याद आयो। रातिको करिब 2 बजेको थियो। डाक्टर नआउने भएपछि म फर्किएर घरै जान्छु भनी बुझ्न जाँदा बल्ल बल्ल एकजना डाक्टर त आए, तर अर्को समस्या खडा भयो। मैले सोचेको थिएँ, तर एकजना डाक्टर यस्तो भेटिए मलाई जसले इङ्ग्लिस कति पनि बोल्न नआउने। अन्तिममा गुगल ट्रान्सलेटको सहारा लिएर केही इङ्ग्लिस भाषामा त केही उनीहरूकै भाषामा सम्झाउने कोसिस गरेँ। तर आफूलाई भएको गाह्रो साह्रो सबै कुरा अर्काको भाषामा बुझाउन नसकिँदो रहेछ। मनमा एउटा कता कता चित्त नबुझेको महसुस लिएर कोठा फर्किएँ। तपाईँहरू सबैलाई एउटै कुरा भन्न चाहन्छु। विदेशमा हुनुहुन्छ भने आफ्नो स्वास्थ्यको एकदमै धेरै ख्याल गर्नुहोला। शरीर स्वस्थ रहे मात्र पैसा कमाउन सकिन्छ।